हेलो गाइज, वेलकम टु माई न्यू च्यानल। सबैजनालाई मेरो न्यू च्यानलमा हजुरहरूलाई स्वागत छ है। म चाहिँ घरबाट आज हस्पिटल जाँदैछु। सन्चो पनि छैन, त्यही भएर मैले भिडियोहरू बनाएको छैन कि गाइज। धेरै भयो होइन, अनि भिडियोहरू पनि बनाएको छैन, धेरै नरिसाउनु होला होइन। म भिडियो अबदेखि पनि रेगुलर बनाउँछु है, तर मेरो चाहिँ त्यो लाइक अनि सेयर सब्सक्राइब गरिदिनु होला भिडियोहरू है। जतिजना सक्नुहुन्छ हेरिदिनु होला है। म त सन्चो नभएर केही गर्नु एक्लै हस्पिटल जाँदैछु। अनि यो पनि गएको, हिजो पनि भएन, रिपोर्ट आएन, आज पनि आउँछ कि रिपोर्ट भनेको आज अलि भएको सर, मैले पनि भिडियो बनाएको हो। सबैजनाले भिडियो हेरिदिनु होला। बाटो यस्तो बाटोहरू झर्दैछु कि घरतिर, भिड बाटो हो। बाटो हाम्रो गाउँ भिड हो क्या, भिड बाटै जानु छ। यस्तो बाटो झर्ने हो क्या, गइयो ठाडो छ नि, यहाँबाट झर्ने हो। होइन, बाटो पनि खनिदिएको छैन, यति आधी मात्रै खनिएको छ क्या गाइस। अनि यो गर्मी छ क्या बढी। अनि मलाई खास के भएको भने चाहिँ मलाई बिमारी के जन्डिस भएको थियो। अनि चस्मा लगाएर हिँडेको थियो, आँखा पनि प्याला भएका छन्, मुखबाट देख्नुभयो होला। अनि त्यो चस्मा लगाएर हिँडेको छु म। अनि बाटो पनि अप्ठ्यारो छ कि गाइस है, मोबाइल हल्लिन पनि सक्छ, धेरै गाह्रो हुन गरिदिनु होला। चाहिँ बाटो यो जग्गा हाम्रो गाउँ यो ठाउँ चाहिँ कसले चिन्नु भएको होला, ल कमेन्ट पनि गरिदिनु होला है, कुन ठाउँ हो। सर बगर चौर पनि छ। म भिङ्ग्री पनि जाने लागेको छु गाइस। सर अब यो भिङ्ग्री जानु लागेको छु गाइस होइन, अहिले हस्पिटल। के कस्तो भइरहेछ, स्कुलको विद्यार्थी पनि जान लाग्छ क्या। पारी पुल छ नि त, ओ पारी झोलुङ्गे पुल छ, यो विद्यार्थीहरू जान लागेको छ। यो हाम्रो चाहिँ झिमरुक माई खोलो हो। बोल्न पनि अलि अप्ठ्यारो जस्तो लाग्छ क्या गाइस यार, किन खै। त्यही भएर त्यही पनि अलि कोसिस चाहिँ गरौँ भनेर भिडियो चाहिँ बनाइया छ। अनि के कस्तो छ गाइस हेर्नु, यो भिड हेर्नु क्या। हाम्रो गाउँतिरको भिड कस्तो छ कि डेन्जर है। ए म चाहिँ पुलमा आइसक्यो। अब पुलमा पनि बाटो चाहिँ खन्या रहेछ यतातिर। यो पुल हो, ठ्याक्कै पारि हिँडिरहेको छ कि मान्छेहरू पनि। ठ्याक्कै पुल पारि मान्छे पनि हिँडिरहेको छ। मान्छे पनि हिँडिरहेको छ। यो बगर खोलाबाट म चाहिँ डेली माछा मार्छु यो खोलामा। हेर्नु, माछा जाल हाने क्या। यो चाहिँ जेले उतार मान्छे आएको छ, पुलमा हिँडे कि जति बेला नि मान्छे हिँडेको होइन, त्यो डर नलागेको क्या। गाइस आज यस्तो छ देख्नु भयो, हाम्रो गाउँतिरको यस्तै हो क्या। हाम्रो गाउँतिर पुलमा होइन, यो पारि यो त पछाडि देख्नुभएको छ नि, त्यो पछाडि भिडहरू कस्तो भिडहरू छ है। हामी चाहिँ अलि हस्पिटलतिर त्यस्तै छ होइन, भिडियोहरू पनि बनाइएको छैन। यस्तै हो, हेर्नुहोस् गाउँतिरको जिन्दगी। हिँड्नुपर्छ दसराको गाउँघरमा। यो पुलमा चाहिँ यो पुल छ नि, यो पुलमा चाहिँ अझै बाइक हिँड्छ क्या। यो बाइक हिँड्नु बनाएको हो कि, पहिला यहाँबाट सिँढी झर्नु थियो, अहिले चाहिँ बाइक हिँड्ने गराएको छ पुल। सहिलो भनौँ। यो चाहिँ यो भिरहरू यस्तामा नि बाटो छ, यो भिरहरू सर ट्र्याक्टरहरू पनि हिँड्दैछ सर। अगाडि चाहिँ विद्यार्थीका छन् क्या, माइजू पनि जानुभएको छ आज अगाडि होइन।
त्यो घाममा रह हिँड्ने चाहिँ कति हो होइन गाइस त्यस्तै छ अरू चाहिँ बनाउँदै गर होला भिडियो हजुरहरूले लाइक अनि सेयर सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु है। हाम्रो यो खोलाको पानी खोलो कति ठुलो छ बिहान यहीँ आएको गलगटा मार्न जम्मा 4वटा गलगटा लड्काएको आज मामभान्जा चाहिँ डेटिङ बस्न जान लाग्यो अहिले मामालाई भरै माइजूले डेटिङ बसेको निकालिदिनुहुन्छ कि जतागतै चारैतिर खेतै खेत छ पुरै खेत बाँझो के रहेछ र स्कुल त 15 बजी थियो त गाह्रै छ हो त्यो हाम्रो भिङ्ग्रीको ब्रिज पुल तल खोलामा केटाहरूले माछा मार्दैछन्।